शनिदेवलाई न्यायको देवता मानिन्छ। उहाँ सूर्यदेवको पुत्र र छायाको गर्भबाट उत्पन्न हुनुभएको हो। शनिदेव न्यायप्रिय र कर्मको फल दिने देवता हुनुहुन्छ। मानिसले गरेको सत्कर्म वा दुष्कर्म अनुसार शुभ वा अशुभ फल दिने शक्तिशाली ग्रहको रूपमा पुजिन्छ। नवग्रहहरू मध्येको सबैभन्दा शक्तिशाली सर्वश्रेष्ठ ग्रह शनिदेव महाराज यमुना भद्रका भाइ हुनुहुन्छ। कालो वस्त्र पहिरिने रात्रि बलशाली भएका शनिको बार शनिबार हो। शनिबार या शनि जयन्तीको दिन शनिदेवको मूर्ति वा पिपलको रुखमुनि तेल, कालो तिल, नीलो फूल, नीलो वस्त्र चढाएमा शनि दोषबाट मुक्त भइने कुरा धार्मिक वेदहरूमा उल्लेख भएको पाइन्छ। शनि भगवान र श्री हनुमानजीको सम्बन्ध अलि विशेष र प्रगाढ भएको मानिएको छ। शनि स्तोत्र, शनि चालिसा र हनुमान चालिसाको पाठ गर्ने, कालो वस्त्र धारण गर्ने र असहायहरूलाई दान दिने, विशेष गरी कालो चना, कालो तिल, तेल, फलाम आदिको दान गर्नु निकै शुभ मानिन्छ। शनि भगवान प्रसन्न भई संकट मुक्त हुने धार्मिक मान्यता पनि रहिआएको छ। शनि महाराजले हजुर हामी सबैको सदैव रक्षा गर्नुहोस्।